ल यतातिर ब्रेकिङ हट ताजा न्युज। अब ट्रायल दिएको 24 घन्टाभित्रै लाइसेन्स हातमा। वाउ, त्यो पनि अनलाइनबाट। त्यो पनि के भन्छ अनलाइनबाट छ, घरैमा डेलिभरी हुने। वाउ है, यस्तो पनि हुँदो रहेछ त गर्दा त। एकै दिन लाइसेन्स दिएर 24 घन्टा त लाइसेन्स हातमा परेर ल्याएर त। अब अहिलेसम्म 29 लाख लाइसेन्स अझै पनि बनाउनै बाँकी छ, दिएकै छैन। 2083 साल असार मसान्तसम्म त्यो 83 लाइसेन्स के अरे 29 लाख लाइसेन्स पनि बनाउने र त्यसपछि त्यो बाँकी रहेको अब आएको नयाँ उसमा चाहिँ 24 घन्टामा लाइसेन्स दिने व्यवस्था सञ्चालन गर्दै सरकार।